अरे भगवान, कतिचोटि हो जेल, कुन कुन जिल्लामा लानुपर्ने हो, कता कता मात्र थुन्ने हो यार। गर्न खोजेको के हो भने यार, रवि लामिछाने फेरि अहिले म गिरफ्तारी दिँदैछु। म एकदमै जाँदैछु, सम्मानित अदालतको आदेशको सम्मान गर्छु। म न्याय मरेको छैन यो देशमा, मलाई जे गरे पनि म फेरि उ गर्छु। म सम्मानित अदालतको मान्छु मात्र होइन, म फेरि न्यायको ढोका ढोक्दै बित्यो त जिन्दगी। अलि अकोमोडेटिभ हुनु थाल्नुभयो। मलाई अलि बढी अब आजकल बढी रवि लामिछाने के हो यसो बुझेर यो गणतन्त्रबाट हुँदैन। अब म पनि राजनीतितिर यता आउँछु भने बरु गरे हुन्न। यो भारुरामको कुरा सुन्नुहोस्, पहिला यो जति गल्ती भयो राजा ल्याउनुपर्छ भन्छ त यसले। सक्नुपर्छ होला। रवि लामिछाने 75 चोटि 80 चोटि जिल्लै पछि जेल बसेर पनि के गर्न खोज्या त्यो लार्जर रिकन्सिलिएसनको स्क्रिप्टमा तपाईँ घोत्लिन थालिरहनु भएको छ अहिले। शेयर सब्स्क्राइब सबै गर्नु। यो संविधानलाई सुधार गर्ने विषयमा चाहिँ छलफल गरौँ। अत्याचार भयो देशको सबै नेताहरूले यो कुरा सुरक्षा निकाय जति सबै रविलाई जेल हालेरै बित्ने भयो त यो राज्यका विभिन्न पोजिसनका मान्छेहरूले चाहिँ एकचोटि फेरि छातीमा हात राखेर सोचौँ र देशलाई यो जुन एउटा डरलाग्दो दिशातिर उन्मुख हुन खोजिरहेको छ, ठुलो द्वन्द्वको केन्द्र बन्ने खतरा छ, यसलाई बचाउनको निम्ति प्रयत्न गरौँ भन्ने मेरो चाहिँ सबैसँग विनम्र आग्रह छ।